Guys, welcome to our new vlog. आज चाहिँ हामी ट्रुथ अर डेयरको च्यालेन्जर यहाँ अघिल्लो पालिको देख्नुभयो होला भिडियो मेरो कति स्याभेज त्यस्तो थियो। आज इन्कको पाली यसपालिको भिडियोमा ल रेडी यता 1 2 3 रक पेपर सिजर सुट ट्रुथ अर डेयर ट्रुथ के भन्दा कति टाइम लाग्छ हेर्नु भयो गाइज। अब यस्ता त खन अब के भन्नु समीरदालाई के समीरदासँग तिमीलाई रिस उठ्छ कि रिस उठ्दैन? रिस उठ्छ कहिलेकाहीँ। ल अर्को च्यालेन्ज दुईटा दिन पाइन्न। एउटा र पेपर सिजर सुट जिते ल गाइज। भन् ल ट्रुथ अर डेयर ट्रुथ तपाईँ एउटा भनेको क्वेसन फेरि भन्नु पर्ने अघिको भिडियोमा पनि भनेको है त्यो भन्नु ल तपाईँको फेभरेट भन तपाईँको फेभरेट फ्र्याङ्क गाइज। तपाईँको फेभरेट खाना कुन हो? मेरो जुन देशको भन्दा नि त यो रामेन नेपालको मात्रै ल मोमो मोमो बाहेक मोमो बाहेक अनि चाउमिन बाहेक सेफली ल ल र र पेपर सिजर सुट ट्रुथ अर डेयर ट्रुथ यो गुल्टीलाई यार ट्रुथ यो भिडियोमा तिमीलाई आउन मन लाग्थ्यो कि लाग्थेन? लाग्थ्यो। ल है अर्कोमा अर्को सुरु स्टार्ट र पेपर सिजर सुट नगर्नु नगर्नु आई एम द विनर। ल भन् ट्रुथ अर डेयर ट्रुथ तपाईँको भिडियोमा आउने होइन त्यो त सोच। तपाईँले भिडियोमा आउने त्यो कोही ढिलो भन्दा रहेछ नि तपाईँले भिडियोमा आउन झ्याउ लाउँछ कि झ्याउ लाउनु लाम्न झन् मजा आउँछ नि। देख्न भाइ यस्ता त झुट बोलेको नाटक पारेका भन्दा यत्तिकै हो यत्तिकै प्र्याङ्क हो यो हामीले सबै फ्र्याङ्क होइन गाइज रियल हो हामी सिआइडी बनेका अब गाइज। मैले भर्खरै अब यस्तो कुरा भन्न पाइन्न ल डेयर और डेयर डियर और डियर ट्रुथ अर डेयर डियर वन पब्जी हाल्नुपर्छ मेरो डेयर त्यही जीवी तेरा बाप छोड़ के गया था या तेरी माँ होइन क्या साँच्ची भनेको स्टोरेज होइन त्यसै 6 GB हान्छ। स्टोरेज भएको बेला हान्छौ कि हाल्दैन? हाल्छु ह्यान्डचेक गरिदिनु त ब्याट्रीवाला। अहिले हामी अर्को भ्लग बनाउँछौँ यसपालिको भ्लग अलि क्याजुअल है हमारा भ्लग रक पेपर सिजर सुट ट्रुथ अर डेयर बोल हजुर अनि राम्रो आएर यतिको राम्रो देख्नु भयो गाइज फिल्मको लागि भरमा टप्किन्छ गाइज ब्याकग्राउन्ड म्युजिक फरक छ। ब्याकग्राउन्ड अलि खराब छ ल अलि अकवर्ड छ है। ट्रुथ अर डेयर डेयर डनले गालामा यही बसेर भन्नु यही कोठामा त्यसो है कट्टु होला बाक चौफड है 10 चोटि ओपन डङ्गर भाइ पा क्यामेरा चेन्ज हान्दा त फर्स्ट मिल्दैन कि जो 10 चोटि 1 2 3
4 यार टीचर हो कि को 5 6 7 8 9 guys. नगर 10 ल गाइस सुने देख्नुमा गाइस म पनि कहाँ टिचर भन्दा कम प्रसन्नको मुख अलि ब्राइटनेस ल्याइदिउँ गाइस आँखा मात्रै बट के ल अब हुन्छ अर्को च्यालेन्जमा बढौँ रक पेपर सिजर सुट ट्रुथ अर डेयर ट्रुथ अर डेयर ट्रुथ अर डेयर भन ट्रुथ ट्रुथ तिमीलाई पानीसँग डर लाग्छ कि ल पौडी खेल्नु बेला भन ल न धेरै ठुलो पानी आयो भने यहाँसम्म लाउँछ देख्नुमा के छ पानीसँग डराउँछ नि अब मलाई स्विमिङ आउन के हो नि अब यस्तै जिन्दगी गाइस सारङ्गी राई ल, जीवन थियो मेरो चाहिँ ल रक पेपर सिजर सुट ट्रुथ अर डेयर न म डियर यही डियर दिइसकेको त पाइन्न है त्यसो भए के हो भन्दा होइन के भन्दा फेरि के हो रे यार के भन्न लाग्थेँ मैले के हो छिटो भन्नु के अब डियरले यस्तो खाऊ है अब यस्तो त भन्छन् अब के अनि खाटामुनि जाऊ र एकचोटि टाउको ठोकेर एकचोटि बिस्तारै गरिनु जनताले पनि हेर्न चाहन्छ तिम्रो ल हेर्नु गाइस डेयरको च्यालेन्ज यो त डियर कम म्यान भर्सेस वाइल्ड धेरै भयो यार या मामा त्यही डियर मलाई